सर्वप्रथम नयाँ वर्षको अवसरमा तपाईहरु सबैमा शुभकामना, शुभेच्छा र सबैको समृद्धि र उन्नतिको कामना गर्न चाहन्छु। तपाई आजका सभाध्यक्ष मार्फत, इसाई समाजका जिल्ला अध्यक्षज्यू मार्फत प्रदेश सरकारलाई तपाईहरुले जे विषयमा ध्यानाकर्षण गराउनु भएको छ त्यतापट्टि सभामा मात्रै ध्यानाकर्षण होइन, अरु बेला पनि तपाईको समाज मार्फत, तपाईका अगुवा मार्फत ती विषयहरूलाई अगाडि बढाउनु भयो भने त्यसमा प्रदेश सरकारका तर्फबाट तपाईहरुले उल्लेख गरेका माग मुताबिक वातावरण बनाउने, समस्या समाधान गर्ने कुरामा मेरो ध्यान जाने कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु। विगत 3 वर्षदेखि तपाईहरुको सभामा मुख्यमन्त्री हुँदा वा नहुँदा म तपाईहरुको कार्यक्रममा सहभागी हुँदै आएको एउटा तपाईहरुको जनप्रतिनिधि हुँ। संविधान अनुसार 3 तहका सरकारहरू छन्। प्रदेश सरकारसँग पनि तपाईहरुले अपेक्षा राख्ने कुरा त स्वाभाविक कुरा छ, तर तीनै तहका सरकारका आफ्ना कार्यक्षेत्रका दायराहरू रहिआएको एउटा अवस्थामा तपाईले उल्लेख गर्नुभएका विषयहरूलाई समाधान गर्ने कुरामा तपाईहरुको पनि तत्परता र संलग्नता रहन सक्यो भने तपाईहरु समाजको एउटा अभिन्न अंग भएका कारणले गर्दा ती समस्या तपाईहरुका मात्रै समस्या होइनन्, ती हामी सबैका समस्याका रूपमा मैले लिएको छु। त्यस अनुसार अगाडि बढ्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु। हिजो भन्दा आज तपाईहरुले उठाउनु पर्ने विषयहरू घट्दै गएको एउटा अवस्था छ। अघि नै पहिलो चोटी बोल्ने आदरणीय अग्रजले आफूले यो धर्ममा वा विश्वासमा लाग्दा परिवारका तर्फबाट कस्तो किसिमको अनुभूति व्यक्त गर्न पर्यो आज पनि भन्नुभयो। 1 वर्ष अगाडिको कुरा पनि कार्यक्रममा पनि उहाँले भन्नुभएको थियो। सायद उहाँको जीवनकालमा त्यो उहाँले भनिरहने कुरा हो, तर आज सबैको सद्भावका कारणले गर्दा एउटा धर्म, एउटा सम्प्रदायलाई हेर्ने कुरामा विश्वासको वातावरणका आधारबाट नेपाली समाज अगाडि बढिरहेको छ। त्यस कारणले म सबै धर्मावलम्बीहरूलाई यस कार्यक्रम मार्फत अनुरोध र आग्रह गर्न चाहन्छु कि आफ्ना विशेषताहरू छन्, आफ्ना मान्यताहरू छन् र नेपाल एउटा सानो देश हुँदाहुँदै पनि विविधतायुक्त देशका रूपमा परिचित रहिरहेको देश हो। यसलाई असजिलो अवस्थामा पुर्याउनका निम्ति यो वा त्यो नामबाट कसैले केही कुरा गर्यो भने त्यसबाट प्रभावित नभइकन सद्भाव बढाउने गरी, विश्वास बढाउने गरी हामीले हाम्रा चाड पर्व परम्पराहरूलाई मनाउन सकियो भने हाम्रो एकतालाई विविधताका बीचमा बलियो बनाउन सकिने अवस्था रहन्छ। त्यस कारणले म सबै साथीहरूलाई त्यो आधारबाट अगाडि बढ्न अनुरोध र आग्रह गर्न चाहन्छु। हिजोको भन्दा आज का सन्ततिहरू छोटो समयमा हामी भन्दा बढी जान्ने, बुझ्ने र प्रविधिमा अभ्यस्त भइसकेको समाज छ। त्यसबाट तपाईको यो समुदाय पनि अछुतो रहन्छ मलाई त्यस्तो लाग्दैन। त्यस कारणले समाजको समृद्धि वा समाजको आर्थिक समृद्धिको विकासको यात्रामा केवल आफ्ना विश्वासीहरू, आफ्ना समर्थकहरू बढाउने कुरा त तपाईहरुको छँदैछ, तर आफ्ना विश्वासीहरूको, आफ्ना समर्थकहरूको जीवन स्तर उठाउने कुरा पनि हामीले छलफलको विषय बनाउन सक्दा तपाईले उठाउनु भएका कतिपय विषयहरू स्वतः सम्बोधन हुन सक्ने अवस्था रहन्छ। त्यसकारणले संविधानमा धेरै कुरा लेखिएको भए पनि संविधान अनुसारको अधिकार प्रयोग गर्नका निम्ति हाम्रो देशको आर्थिक व्यवस्था सुदृढ नभएका कारणले गर्दा पढ्दा धेरै अधिकार पाउने, जीवनचर्यामा हेर्यो भने केही पनि नपाएको अवस्थामा जुन विद्यमान अवस्था छ त्यसलाई बदल्नका निम्ति विरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ,
असहमत गर्न पाइन्छ, तर पछिल्लो चोटि विरोधका नाममा नवतन्नेरीहरूका हातमा बारुद बोक्ने कुराको कसले समर्थन गर्न चाहनुहुन्छ? म चाहिँ समर्थन गर्न सक्दिनँ। हामीले ढङ्ग नपुर्याएको हुन सक्छ, हामीले राम्रो काम गर्ने कुरामा अझै ध्यान दिनुपर्ने अवस्था रहन्छ, तर त्यो विरोधका नाममा सार्वजनिक सम्पत्तिहरू, व्यक्तिगत सम्पत्तिहरू वा धनजनको विनाश गर्ने गरी नवतन्नेरीहरूलाई सडकमा उतार्ने कुरामा सामेल भएकाहरू मध्येबाट आफ्ना सन्ततिहरूलाई, आफ्ना विश्वासीहरूलाई अलग राख्न सक्नु भएन भने कहिलेकाहीँ सम्झना एउटा यात्रामा, व्यवहारमा एउटा यात्रामा लाग्न सक्ने परिस्थिति निर्माण हुन्छ। त्यसकारणले म सबैलाई अनुरोध र आग्रह गर्न चाहन्छु कि हाम्रो समाज एक आपसको भरोसामा, एक आपसको विश्वासमा अगाडि बढिरहेको समाज हो। अहिले म त्यही कारणले त म भन्न चाहन्न, भन्न सक्दिनँ, भन्नु अहिले उपयुक्त फोरम पनि होइन, तर म यस कार्यक्रम मार्फत अनुरोध र आग्रह गर्न चाहन्छु कि हिजोको भन्दा आज सद्भावको मात्रा बढेको छ। निर्भीकतापूर्वक आफ्ना गतिविधिहरू तपाईहरूले पनि बढाइरहनु भएको अवस्था छ, तर समाजमा कतिपय कलङ्कित यस्ता घटना नघटिदियोस् भन्ने किसिमका घटनाहरू छिटपुट रूपमा तपाईहरूले पनि बेहोरिरहनु भएको छ। कतिपय दलित साथीहरूले छुवाछुतका नाममा बेहोरिरहनु भएको अवस्था छ, कतिपय गरिब दिन दुखीहरूले गरिरहनु भएकै एउटा अवस्था छ। त्यसलाई पनि नहुन दिनका निम्ति हामीले अगाडि बढ्नुपर्ने एउटा अवस्था रहन्छ। विगतमा पनि भनेका थिएँ, आज पनि भन्छु, विस्तार गर्नुहोस्, तर आफ्नो समुदायको पनि सुर्खेतमा आउँदा पर्यटकीय क्षेत्रका रूपमा, धार्मिक क्षेत्रका रूपमा विकास गर्ने कुरा तपाईले मलाई दिएको कागजमा लेख्नु पनि भएको छ, त्यो उपयुक्त कुरा छ, तर त्यसको निम्ति अलग अलग भजन मण्डली गर्नुभयो भने तपाईको राशि पनि बाँडिन्छ। ध्यान दिनुपर्ने भए पनि ध्यान दिन सकिने अवस्थामा न संघीय सरकार छ, न प्रदेश सरकार छ। तपाईले पनि एउटै मात्रै चिज एउटा ठाउँमा बनाउने गरी अगाडि बढ्नुभयो भने सरकारको ध्यान नगई सुक्कै छैन। त्यो आधारबाट तपाईहरु अगाडि बढ्ने कुरा गर्नुहोस्। हाम्रो क्षेत्र पर्यटकीय भौगोलिक र क्षेत्र मात्रै होइन, यो प्रदेश धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्ने कुरा छँदैछ। त्यसबाट पनि तपाईहरुले आस्था र विश्वास राख्ने पर्यटकीय क्षेत्रको विकास गर्ने हो भने पनि अघि नाम लिएका 200 मण्डलीदेखि चर्चहरूले बसेर एउटा ठाउँ एउटा चिज अगाडि सार्नु भयो भने तपाईहरुलाई पनि धन्यवाद दिनेछु। मेरो पनि ध्यान, म मुख्यमन्त्री भए पनि अर्को भए पनि ध्यान जानै पर्ने परिस्थिति निर्माण हुन्छ। त्यसका माध्यमबाट पनि आर्थिक विकास र निर्माणमा तपाईले महत्त्वपूर्ण भूमिका खेलेको ठहरिनेछ। त्यतापट्टि तपाईहरुको ध्यान जानेछ भन्ने अनुरोध र आग्रहका साथ कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो इसाई समाज सुर्खेत, तपाई सम्पूर्ण साथीभाइहरूलाई म धन्यवाद भन्न चाहन्छु। खाली भावनाले बोल्नुपर्ने विषय हुँदाहुँदै पनि एउटा ठाउँमा 3 बजे आउँछु भन्ने वचनबद्धता दिएका थिए, त्यहाँ गैर खारेजी भए हुँदाहुँदै पनि तपाईको जनप्रतिनिधि भएको नाताले केही बोलोस् भन्ने धेरैको कुरा होला। म त्यो कारणले अहिले त्यतापट्टि गइन। यति मात्रै भन्न चाहन्छु, 1.5 वर्ष पुगिसक्यो, परिस्थिति नेपालको राजनीतिक परिस्थिति बदलिएको छ। भक्त तत्त्वमा माथिको सरकार बन्यो 2 दिनका बीचमा। ती सरकार बनाउनेहरू कहाँ छन्? कर्णालीमा त खोज्नै पर्ने छ। जेनजी भनेको कुनै पार्टी होइन, त उमेर अवस्थाको कुरा रहेछ। सबैका घर-घरमा जेनजी छन्, तर जेनजी भन्नाले खास मान्छेलाई मात्रै बुझ्ने गरी कतिपयले परिभाषा गरिरहेको एउटा अवस्था छ। त्यसकारणले तपाईहरुलाई आफ्नो धार्मिक विश्वास र आस्थामा लाग्दा लाग्दै पनि मेरो अर्को अनुरोध र आग्रहको कुरा हो,
यद्यपि त्यसप्रति तपाईहरुको वितृष्णा छ, त्यो बिग्रियो भने तपाईको विश्वासमा चोट पर्दो रहेछ, तपाईको अभियानमा त्यसले धक्का पुर्याउँदो रहेछ। त्यसकारणले सबै नीतिको मूल नीतिमा पनि तपाईहरुले रुचि राख्ने छलफल चलाउँदा मलाई चाहिँ बिग्रिदैन, तर तपाईले रुचि छलफल मेरो मण्डलीलाई एउटा केही जस्ता पाता दिन्छ कि मलाई पर्खाल लगाइदिन्छ कि छानो थाइदिन्छ कि भन्ने आधारबाट प्रभावित भएर मुलुकको मूल नीतिलाई नै रोज्ने कुरामा आफ्ना सदस्यहरूलाई कमजोर बनाउनु भयो। तर सपना सुन्दर देख्नुभयो भने त्यो पूरा हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारणले मुलुकको अवस्थालाई पनि आफ्नो प्रभाव र क्षेत्रमा पार्नका निम्ति मण्डलीमा त त्यस्तो कुरा गर्न मिलेन, गर्नुहुन्न होला, तर तपाई सचेत जो साथीहरू यो अभियानमा लाग्नु भएको छ, पूर्वता साथीहरूले भने जस्तै मूल कानुनमा सुरक्षा भयो, अरु तपसिलका नमिलेका कुराहरू मिलाउन सकिन्छ। तपाईलाई सुरक्षित गर्ने मूल कानुनमा लेखिएको कुरा बदल्ने कुरा बाहिर नभने पनि मूलभूतता बनाएर भित्र हिँडिरहेको कुरा बेलैमा बुझ्न सक्नु भएन भने दुःख पाएको छ, फेरि दुःख पाउँला, कसैले पार लगाइहाल्ला भन्ने विश्वास छ भने त मेरो भन्नु केही छैन। त्यसकारणले कर्ममा व्यवहारमा विश्वास गर्ने कुरा पनि अलि बढी चर्चा गरौं कि भन्ने मेरो अनुरोध छ। विश्वास गरौं, भरोसा गरौं, तर तुम भरोसाका आधारबाट हाम्रो समाजको अवस्था बदलिएको छैन, बदलिँदैन। विश्वास त गरौं, त्यो आधारबाट अगाडि बढ्ने कुरा गरियो भने मलाई लाग्छ तपाईहरुका सदस्य परिवार बढेको बढै हुनुहुन्छ, सद्भाव बढेको बढै छ। यो नयाँ वर्षले हामी सबैलाई शुभकामना दियोस् भन्ने अनुरोध र आग्रहका साथ फेरि पनि नयाँ वर्ष 2026 को अवसरमा सबै महानुभावहरुमा शुभकामना व्यक्त गर्दै आयोजकलाई धेरै धेरै धन्यवाद दिँदै आफ्ना भनाइहरू यही टुङ्ग्याउँछु। धन्यवाद।